आमाको पेटमा बच्चा रहेको बेलामा कललङ तोकेको रातरण पहिलो दिनमा सानो फोका जस्तो बच्चा बन्छ, पञ्चरात्रण बुधबुधम 5 रातमा सानो गिलो माटो जस्तो बन्छ, 10 दिनमा यक्षणाको दाना आकारको बन्छ, 1 महिनामा मांसपेशीहरू बन्छ, अङ्ग प्रत्यङ्ग बन्छ, 2 महिनामा सबै अङ्ग बनेर 4 महिनामा प्राण प्रवेश गर्छ अनि आत्मा प्रवेश गर्छ। बच्चा चल्छ आमाको पेटमा, खान्छ। के खान्छ? मतलब मुखबाट खाने होइन, त्यो बच्चाले आमाको नाभिबाट खान्छ। आमाको चाहिँ ठुलो आन्द्रासँग बच्चाको नाभिको सालनाल जोडिएको हुन्छ। त्यही बच्चाले आमाले जे खायो तप्प त्यही खायो। बिरामीलाई साइन चढा जस्तो गर्दै बच्चाले आमाको पेटबाट ठुलो अन्नमलीसँग जोडिएको पाइपबाट नाभिबाट खायो, नाइटोबाट बच्चाले खायो। आमाले पिरो खायो बच्चालाई चरायो, आमाले अमिलो खायो बच्चालाई गाह्रो भयो, तातो खायो बच्चालाई पोल्यो, चिसो खायो बच्चालाई जाडो भयो। त्यही बेलामा त्यो बच्चा चेतन नभएको बच्चाले भित्र आमाको पेटमा बसेर बिन्ती गर्यो, हे मेरो भगवान मलाई बाहिर निकालिदिनु पर्यो, म जीवनभर परमात्माको भक्ति गर्नेछु, परमात्माको ध्यान गर्नेछु बच्चाले भन्यो। 10 महिना परिपूर्ण गरिकन बच्चा आमाको पेटबाट बाहिर आयो। बाहिर आएपछि आमाको पेटमा भनेको चाहिँ सङ्कल्प गरेको कुरा भुल्यो। बाहिर आएर बच्चा बाल अवस्थामा क्रीडा सक्ने बाल्य अवस्था यसरी खेल्दैमा गयो, तरुण अवस्थामा तरुण तरुणीमा लाग्दैमा गयो, मोबाइल चलाउँदैमा टिकटक चलाउँदैमा गयो, विवाह गर्यो, घर धन्दा काम धन्दामा परिवार पाल्ने धन्दामा जिन्दगानी गयो। वृद्धस्थामा चिन्ता मग्न बुढेसकाल लाग्यो, चिन्तैमा जिन्दगानी गयो। अब धर्म कर्म गर्ने कहिले हो छैन। बाल्य अवस्था खेल्दैमा गयो, तरुण अवस्थामा तरुण युवा युवतीमा लाग्दैमा गयो, 22 का अवस्थामा घर धन्दा काम धन्दा व्यवसाय धन्दामा जिन्दगानी गयो। अनि बुढेसकाल लाग्यो, बुढेसकालमा चिन्तैमा जिन्दगानी गयो। धर्म कर्म गर्ने कहिले हो, अध्यात्म बोध गर्ने कहिले, आफूलाई चिन्ने कहिले, ईश्वरको बोध गर्ने कहिले, त्यो थाहा भएन। यसै गरी जीवनयापन गर्दै जाने क्रममा मर्ने बेला हो। हाम्रो नेपालको चलन चाहिँ कस्तो छ भने मर्ने बेला बोलाउन जाने चलन छ। अरू बेला वास्ता नगर मर्ने बेला चाहिँ के खान्छ, कहिले नबोल्ने बुहारी पनि सासूसँग अम्मा के खाइसिन्छ ल, कति जानेको जान्न पर्यो। कहिले नबोल्ने परिवार पनि हजुर के खाइसिन्छ, मुख बटारिएर खान नबोल्ने भइसकेको छ, के खाने खाइ पक्का खाँदैनन् भनेर बोलाउन आयो। वायुलत पर्वतो तार कफ समृद्ध नाडिका कास श्वास करते यास कण्ठ घुरघुरायते, कण्ठ घुरघुर आवाज निकालिएको छ। श्वासको गतिले गर्दा अत्यन्त गल अवरुद्ध भएको छ। मेरो महाराज अत्यन्त बाधा व्यवधान भएको छ, मर्ने बेला भएको छ। श्रीमान मर्ने बेलामा श्रीमती बुन्छिन्, मेरो भगवान मलाई पनि सँगै लिएर जानुहोस् भन्छन् मुखले चाहिँ। तर मरेको लास्ट चाहिँ जुरुको उठेर तान्न लाग्यो भने श्रीमती पनि अर्को तला गएर बस्छिन्, भाग्छिन्। श्रीमती पनि सँगै जान्नन्, श्रीमती पनि आफ्नो होइन। श्रीमान झन् कुरै नगरो, श्रीमती मरेको 13 दिनको दिनमा क्रियाकर्म सकेपछि श्रीमान चाहिँ 13 दिनको दिनमा मिटिङ बोलाउँछ। उमेर छ भने अर्को बिहा गर्ने सुरु गर्छ। श्रीमान झन् आफ्नो होइन। श्रीमती त बरु शोक गरेर बस्छन्, श्रीमान त अर्को, श्रीमती मरेका छन् भने उमेर छ भने अर्को बिहा गर्ने सुरु गर्छ। त्यही भएर श्रीमान पनि मेरो होइन। घरको सम्पत्ति घरमै हो, छोरा पनि लास घाटसम्म मात्रै भए, मसान घाटसम्म मात्रै। महाराज त्यति मात्र होइन, जापानको जग्गा घर रेस्टुरेन्ट अन्य व्यवसाय यही गयो छोड्यो, लैजाने कुरा केही छैन। लैजानेको एउटै छ, पाप गरेछ पाप लिएर जाने, पुण्य गरेछ पुण्य लिएर जाने, लैजाने यति 2टा कुरा। छोड्ने भने चाहिँ नाम राखेर समाजमा केही गरेछ भने कृति छोड्ने, एउटा सँगै जाने कुरा केही छैन। जापानवासीहरू जानिराख्नुहोस्, जो भएको सम्पत्ति लिएर यसपालि लिएर चढाइदिनुहोस्।
भनेको खै आफ्नै सुरमा हुनुहुन्छ, कोही पनि सुन्दै सुन्नु भएको छैन। त्यही भएर आजैबाट हरिको नाम सङ्कल्प आफू जीवन बदल्नका लागि परमात्माको ध्यान कहिले नभुल्नु, आफूलाई परमात्मासँग जोड्नु, शरीरलाई मनसँग, मनलाई आत्मासँग, श्रीहरिसँग जोड्नु, आजबाट प्रभुको भजनमा जीवन समर्पित गर्न कहिले नभुल्नु। जय राम। एक दिन त जाने हो संसार छोडेर, एक दिन त जाने हो संसार छोडेर, एक दिन त जाने हो संसार